ड्रेस लगाएर आइसकेको छु सक्नुहुन्छ सबै सन्चै हुनुहुन्छ। आयो मेरो युट्युब फ्यामिलीहरु सबै सन्चै हुनुहुन्छ होला। यहाँ हामी पनि एकदमै सन्चै छौं। त्यही भएर हामी चाहिँ आज कहाँ जाँदैछौं? चखौरा। आज हामीहरुको गन्तव्य चाहिँ चखौरासम्म रहेको छ। के कस्तो हुन्छ त्यो त हामीले भिडियोमा देखाइहाल्ने छौं। अहिलेसम्म गएको छैन, फर्स्ट टाइम जान लागेको। के कस्तो छ अब भिडियोमा त धेरै देखाएको थियो। अब गएर हामीहरूले प्रत्यक्ष देख्नेवाला छौँ। के कस्तो छ त्यो त हामीले अपडेट दिँदै नै छौँ। सबै अगाडि गइसक्नु भएको छ। हामीहरू चाहिँ सुस्त जाँदैछौँ। अब के कस्तो हुन्छ हामीहरूले उता देख्नुहुन्छ। स्टे ट्युन गाइज। हामीहरू चाहिँ बस पार्कबाट आइसक्यो। यस्तो गर्मी छ तर पनि हामीहरू चाहिँ फर्स्ट टाइम चखौरा हेर्न आइरहेको छु। अरू त अन्दाज छैन, मेरो चाहिँ फर्स्ट टाइम नै हो। अब यो गर्मीमा भए पनि एकदम रमाइलो त भइरहेको नै छ। यहाँ मेरो दिदीहरू देख्न सक्नुहुन्छ। हेलो सरू। हेलो हेलो। फर्स्ट टाइम नै हो, मेरो पनि फर्स्ट टाइम हो। वी आर सो एक्साइटेड। हामीहरू चाहिँ आज ड्रेस पनि लगाउने हो अनि हामीहरू चाहिँ डान्स गर्दै गर्दै बहिनीहरू चाहिँ धेरै नाच्यो अनि हामीहरू चाहिँ डान्सहरू चाहिँ इन्जोय गर्दै आइपुगेका छौँ। गर्मी बढी छ तर पनि अब भित्र जानेको खुसियाली त्यस्तै नै छ। अब हामीहरू चाहिँ जाँदैछौँ। अगाडि टोलीहरू चाहिँ अघि बढिसक्नु भएको छ। अब हामीहरू चाहिँ जाँदैछौँ साथीहरू। वेलकम। ल हामीहरू आइसकेका छौँ। यहाँ देख्न सक्नुहुन्छ हाम्रो टोलीहरू चाहिँ यता बसिराख्नु भएको छ।
हामीहरू चाहिँ बसेर अब कति रेस्ट गर्नु भनेर हामीहरू चाहिँ उठिसकेका छौँ। अब बस्दा फेरि भित्र गएर ड्रेस लगाउनु पर्यो, यहाँ के कस्तो छ हेर्नु पर्यो। त्यही भएर हामीहरू चाहिँ एकछिन रेस्ट गरेर हामीहरूको सुरुवात भइसक्यो। अब हामीहरू चाहिँ भित्र जाँदैछौँ। अब के कस्तो छ हामीहरू सँगसँगै हजुरहरूले हेर्नुहोस्। हेलो आन्टी, हामीहरू आज चकडातिर कस्तो भइरहेको छ? चाहिँ के कस्तो छ हामीहरूले हेरौँ। तपाईँहरूलाई भ्यू पनि देखाइहाल्ने नै छु। अहिले हामीहरू चाहिँ ड्रेस पनि लगाउने हो, त्योमा के कस्तो देख्छौँ सबै देखाउने छु। अब चाहिँ हजुरहरूले हेर्दै गर्नुहोस्, यहाँको भ्यूहरू पनि देखाइदिन्छु म। यिनीहरू चाहिँ मेरो पार्टी बहिनीहरू देख्न सक्नुहुन्छ। ल बहिनीहरू यहाँ एकदम मेरो बहिनीहरू चाहिँ सिङ्गल नै छन्, तपाईँहरूले चुज गर्न सक्नुहुन्छ। ल साथीहरू, टिकटमा त अलिकति टाइम लाग्दो रहेछ। अब हामीहरू चाहिँ यतै बस्छौँ, टिकटक बनाउँछौँ, भिडियो गराउँछौँ। अब तपाईँ जानुहोस् है। अब चाहिँ मेरो दिदी जानु हुँदैछ। ल जानुहोस् न, जानुहोस् कस्तो यो गर्मीमा चिसो भएको छ कि भएको छैन? आनन्दको चिसो भयो मलाई त। जाम अब उता होइन, अब एउटा भिडियो बनाउँछु। हुँदैन हजुर, हुँदैन। हुन्छ कि भन्नु त जोत्न लाग्यो टाङा। ए कस्तो राङा जोत्न लाग्यो कि मान्छे चढ्न लाग्यो। ए गोरु यो चाहिँ गोरुहरू पेल्टे पोल हो यो, हेर त यो। हाम्रो पालन हामी बच्चा ए हो नि। नाइ म त देखेकै थिएन यस्तो त। ल मम्मीसँग भएपछि चाहिँ एउटा सोध्नै पर्दैन क्या। पहिले हाम्रो मम्मीहरू चाहिँ अलि पहिलेको हुनुहुन्छ नि त, अनि त्यहाँहरूले चाहिँ सबै यस्तो अनुभव छ कि योहरू। अब हामीहरू चाहिँ भित्र जाँदैछौँ, हेरौँ है त शान्त भएर चौधरी कल्चर। ओहो खेत रोपिएको। ओहो
जाम ए हो ल भन्नुहोस् त रक्सीहरू यो चाहिँ अब धान यो पछाडि देखेको चाहिँ अब पहिले चाहिँ पूजा गर्नुपर्छ मम्मी धान रोप्नुभन्दा अगाडि बिउ राख्नुभन्दा अगाडि चाहिँ पूजा गरेर यता चाहिँ बिउ राख्न लाग्नु भएको छ पछाडि हेर्नुहोस् त साँच्चीकै ओरिजिनल धान हो ओरिजिनल छ हेर्नुहोस् न धान पनि ओरिजिनल छ अनि गाईहरू अनि धानहरू काटिसकेपछि यसरी बोकिन्छ सेम कलर मिल्यो त मम्मीलाई त अति मन पर्यो अरे मम्मी के भन्दै हुनुहुन्छ अरे चौधरीहरू कस्ता राम्रो जस्तो छन् उस्तै कस्तो राम्रो बनाएर साँच्चै त बुझ्नुहोस् के सब कस्तो साँच्चैकै रियालिटी छ नि एकदम ल अब उता पनि हेर्न जाम नाच्न लाग्यो यहाँ हामीहरु चाहिँ रेडी भएर ड्रेस लाउन जाम भनेको त टिकट त बाहिर काट्नु पर्दो रहेछ। अनि यहाँ देख्न सक्नुहुन्छ बहिनीलाई चाहिँ गर्मी भयो अरे, उ चाहिँ हावा खाँदै छ।
यस्तो गर्मी छ भित्र हेर्न गएको यो हो नि बल्ल शीतल भयो अनि हामीहरू थाहै थिएन कि यता बाहिर काट्नु पर्दो रहेछ टिकट चाहिँ हामीहरू चाहिँ भित्र ड्रेस लगाउनेमै गएको हो ठिक गएको बस फेरि ड्रेस टिकट काट्ने यहाँ पर्छ भनेर हामीहरू चाहिँ यता आएको छ अब टिकट लगाएर छिटो ड्रेस लगाउनुपर्छ यो गर्मी सम्झेर त ड्रेस नलगाउनु जस्तो छ तर पनि अब यता आइसकेपछि चाहिँ ड्रेस लगाइहालौँ फोटो खिचिहालौँ भनेर हामीहरू चाहिँ टिकट काट्न गइरहेको छौँ अनि तँलाई कस्तो भइरहेको छ एकदमै ठन्डा फिल गर्मी बढी छ यता चाहिँ ठाउँ चाहिँ एकदमै राम्रो रहेछ रमाइलो रहेछ अब ड्रेसको लागि टिकट लिन जाँदैछु अनि कस्तो महसुस भइरहेको छ धेरै रमाइलो महसुस भइरहेको छ फर्स्ट टाइम आएको मलाई चाहिँ धेरै नै राम्रो लाग्यो जे चौधरी कल्चर झलक छ धेरै राम्रो छ ठाउँ चाहिँ आउनु होला हजुरहरू पनि 130 रुपियाँ भित्र छिटो टिकट ड्रेसको लागि 100 रुपियाँ टिकट पहिले पैसा रेडी गरेर आउनु होला कता हो टिकट कता लिन्छ ड्रेसको कता 5 वटा ड्रेसको टिकट त अति यता गर्मी खाना आएको जस्तो भइरहेछ बाबा सिट्टी छैन यो गर्मीमा निस्किन बिरामी हुने जस्तो छ अब आज त निस्क्यो भोलिदेखि त निस्किने होइन घरमै बस्ने हो रेस्ट गर्ने यस्तो गर्मी छ बाफ्रे बिरामी नै भइने जस्तो छ कि गर्मी बढी भएर अनि माथि टिन भएर पनि होला झनै गर्मी छ यता तर के गर्ने यता आएपछि ड्रेस त लगाउनु पर्यो अब छिटो ड्रेस लगाउने फोटो खिच्ने भिडियो गराउने अनि यहाँबाट निस्केर नास्ता खाने अनि फर्किने साथीहरू उता चाहिँ टिकट भइसक्यो अब हामीहरू चाहिँ भित्र जान्छौँ सबैले वेटिङमा बसिराख्नु भएको छ यहाँ त यो गर्मी चाहिँ हामीहरू चाहिँ पानी लिन आएको छौँ कता हो सम्झना नर्मल लगे पनि हुन्छ टिपिहाल्यो एउटा एकदमै गर्मी छ घाँटी सुकिसक्यो दिदी पैसा काट्नु त अब मेरो गरिदियो एकदमै गर्मी छ र पनि अब यो गर्मीमा चाहिँ अलि हाइड्रेट हुनुपर्छ कि अनि त्यही भएर हामीले चाहिँ पानी पिँदैछ साथीहरू 25 रुपियाँ रे तर 30 रुपियाँको यो बिजनेस अब हामीहरू पनि यस्तैमा बिजनेस खोल्नुपर्छ आफ्नो बिजनेस अघि बढाउनुपर्छ यिनीहरू धेरै नै 5 रुपियाँ नै छैन र धेरै वर्ष अगाडि देखेर कहाँ छैन 5 रुपियाँ अरू मिठो रहेछ अब एकछिन लगेपछि कोले खाने आफू खाने ल साथीहरू हामीहरू चाहिँ हतार टिकट लिएर अब गइसक्यौँ अब हामीहरूको चाहिँ अब हामीहरूले चाहिँ ड्रेस लगाउँछौँ अनि फेरि भेटौँ ल साथीहरू ब्युटिफुल बनेर ब्युटिफुल भएर आउँछौँ त्योहरू हामीहरू चाहिँ ड्रेस लगाएर आइसक्यो देख्न सक्नुहुन्छ ल ब्युटिफुल ल हामीहरूसँग एकदम लिमिटेड टाइम छ त्यही भएर हामी चाहिँ टाइम वेस्ट नगरेर फोटो खिचिरहेको छौँ भिडियो गरिरहेको छौँ अझै यहाँ चाहिँ टाइमहरू पनि लेखिदिनु हुँदो रहेछ त्योभन्दा ढिला गएपछि फाइन सिस्टम रहेछ त्यही भएर हामीले चाहिँ त्यो समयमा कम्पलसरी जानै पर्छ अब हामीले चाहिँ भिडियो बनाउँछौँ टिकटक बनाउँछौँ साथीहरू एकछिन हेर्नुहोस् सबै एकदमै राम्रो देख्नु भएको छ यो चाहिँ मेरो बहिनी यहाँ चाहिँ मेरो आन्टी यहाँ पछाडि चाहिँ मेरो दिदी अनि यता चाहिँ छोराहरू राजाहरू अब हामीलाई चाहिँ भिडियो बनाउँछौँ साथीहरू एकदम टाइम छ लिमिटेड टाइम छ ल ओके बाबा ल साथीहरू हामीहरू चाहिँ कस्तो देखेको छौँ कमेन्ट गर्न नबिर्सिनु होला यो चाहिँ हामीहरू चौधरी ड्रेस लगाएका छौँ सबैले चाहिँ लगाएको छौँ
पालो गर्दै फोटो खिच्दैछौँ। हेरौँ है कसरी टाइम सकिसक्यो। अब हामी चाहिँ छिटो गएर ड्रेस चेन्ज गर्नुपर्ने हुन्छ। हाम्रो चाहिँ यसरी हातमा यसरी टाइमहरू लेखिन्छ अनि त्यो टाइममा चाहिँ हामीहरू चाहिँ भित्र जानुपर्छ। किनभने अब धेरै चाहिँ ड्रेस लगाउने मन गर्नु भएको हुन्छ, त्यहाँहरूले पनि हामीले ड्रेसहरू पुऱ्याइदिनु पर्यो। त्यही भएर अब हामीहरू चाहिँ जाँदैछौँ, ड्रेस चेन्ज गर्दैछौँ। कस्तो देखेका छौँ कमेन्ट गरेर नबिर्सिनु होला। राम्रो देखेका छौँ क्या हो। यहाँ मेरो दिदीलाई हेर्नुहोस्। हेलो। अनि यता निरो हेलो भनिदेऊ। हेलो सम्झना। ल ल नरिसाइदेऊ न, हाँस्देऊ न। हामीहरू हाँसेर के अहिले टाइम गएको 7 मिनट 12 मिनट गइसक्यो। अहिले एक्स्ट्रा चाहिँ अब गयो है, गयो हामीहरू चाहिँ गयो। ल जाम छिटो। ए हाम्रो त टाइम गइसक्यो, साथीहरू। अब भिडियो पनि गराउँछौँ। हेलो ल साथीहरू, अब हामीहरूको चाहिँ गयो भित्र, सक्यो साथीहरू, सक्यो। खत्तम भयो। ल साथीहरू, आउने पनि हतार, जाने पनि हतार। अब हामीहरू चाहिँ हतारै हतार जिन्दगी। अब हामीहरू चाहिँ त्यसरी आधा टोली चाहिँ अगाडि गइसकेको छ। ड्रेस लगाउनु भएन आधाले चाहिँ, अनि हामीहरू चाहिँ लगायौँ। अब ड्रेस लगाएर अब हामीहरू जाँदैछौँ। सबै उता अटो अहिले पनि राम्रो सबै अटोमा बसिराख्नु भएको छ। अब हामी पनि छिटो जान्छौँ भने भोक पनि लागेको छ, नास्ता खानुपर्छ साथीहरू। अब हामीहरू चाहिँ यो चकौरालाई बाई गरेर चाहिँ निस्किँदैछौँ। ल है लट्स अफ मेमोरी सबै लगेर जाँदैछौँ। ल साथीहरू जाँदैछौँ। अनि कस्तो भयो भन। एकदम रमाइलो भयो। ड्रेस लगाएर हित्ती मात्र पैसा आयो। मम्मीलाई कस्तो लाग्यो म सोध्छु। मम्मी कस्तो लाग्यो? मम्मीले चाहिँ ड्रेस लगाउनु भएन, तर हामीहरूको सामान सबै हेरिदिएर चाहिँ काम गर्नु। मम्मी भने मम्मी हो कि के भन्ने हो र। हाम्रो त यस्तो मम्मी भएर आनन्द भयो। हाम्रो ड्रेसहरू, हाम्रो अर्नामेन्ट्सहरू सबै त्यही राखेर मजाले आनन्दले फोटो खिच्यौँ। मम्मी नभएको भए ओहो ड्रेस के यता त सोच्नु पर्थ्यो, केही सोच्नु परेन। निताको तरिकाले फोटो खिच्यो, भिडियो बनाइयो। तर अलि हतार भयो। तर समग्रमा भन्नुपर्दा रमाइलो भयो साथीहरू। अब हामीहरू चाहिँ अब यहाँदेखि चाहिँ अटोमा जाँदैछौँ। 4वटा अटो बुक भइसकेको छ। लगातार तपाईँ अगाडि आउनु, म अगाडि नै बसेको छु कि पछाडि त्यो सबै अघि गइसक्नु भएको छ। अब हामीहरूको पालो हो। देख्न सक्नुहुन्छ हामीहरू चाहिँ कसरी बसेका छौँ मिलेर है। अगाडि पछाडि सबै मोटो छौँ। अब के गर्ने, यस्तो छ, मिलेर बस्नुपर्ने, मिलेर जानुपर्ने। के गर्नु। अब हामीहरू चाहिँ जाँदैछौँ। यस्तो बल्ल शीतल भयो। भित्र यस्तो गर्मी भएको थियो। अटोमा बसेदेखि चाहिँ सर जाँदैछौँ। शीतल हावा आइरहेको छ। अब यो पनि ल अब हामीहरू चाहिँ सिन हेरौँ। ल डिलाइटमा आइसक्यो। सरू कस्तो यात्रा कस्तो भयो त? यात्रा एकदमै रमाइलो भयो। दिउँसो गर्मी चाहिँ थियो, तर त्यही पनि यात्रा रमाइलो पनि भयो, कठिन पनि थियो अटोमा आउँदाखेरि। तर अलिकति कठिन नभएर रमाइलोको त मजा नै हुँदैन नि त। त्यही भएर अब हामीहरू चाहिँ जाँदैछौँ त भन्यो। आन्टीहरू उभिराख्नु भएको छ साथीहरू। अब हामीहरू जान लाग्यो माथि। अब भोक पनि लागेको छ, भोजन पनि गर्नु पर्यो। अब हामीहरू चाहिँ काम भ्याइयो। अब हामीहरू चाहिँ माथि ऱ्याङ्क सर्दै हामीहरू चाहिँ आइपुग्यो हामीहरूको रुममा। कता हो ल टोली आइसक्यो। यो पो हो शीतल, आनन्द आयो। एसी भने एसी हो साथीहरू। हेलो आन्टी। हजुर आनन्द आयो नि भयो।
हामीहरू चाहिँ घर आइसक्यौँ यस्तो बिचमा चाहिँ अब फर्केको अनि बसी बसमा थियौँ त्यो भिडियो गर्न भएन त्यही भएर हामीहरू चाहिँ फर्किसक्यौँ कस्तो भयो एकदमै रमाइलो भयो हामीहरू चाहिँ गयौँ रमाइलो गऱ्यौँ खायौँ बसमा चढ्यौँ आयौँ अनि कस्तो भयो त एकदमै समग्रमा भन्नुपर्दा आजको दिन एकदमै रमाइलो भयो अरू के भन्नु छ तिमीहरूलाई यहाँ चाहिँ के भन्नु अब थाकेका छौँ रेस्ट आजको दिन एकदमै रमाइलो भयो त्यो त भ्लग हेरेर हजुरले बुझिसक्नुभयो अझै मेरो युट्युब च्यानललाई एकदमै माया गरिदिनु होला मेरो भिडियोलाई लाइक सेयर सब्सक्राइब गरिदिनु होला अनि मिठो मिठो कमेन्टहरू छोड्दै गर्नु होला कमेन्टहरू पनि गर्दै गर्नु होला आजको लागि बाइ बाइ सी यु इन नेक्स्ट भ्लग